आज पनि मोटिभेसनल कुरा नै गर्दैछौँ र आजको शीर्षक रहनेछ प्रायोरिटी सेटिङ। एकपल्ट यसलाई याद राख्नुहोस्, प्रायोरिटी सेटिङ, नेपालीमा भन्दा प्राथमिकताको चयन। कथाबाट उब्काउन चाहे आजको कुरा। अमेरिकाको कुनै गाउँमा एकजना किसानले अनौठो विज्ञापन निकालेछ। अनि यो विज्ञापन मान्छेलाई होइन, साङ्लाहरूलाई लक्षित गरेको विज्ञापन थियो। साङ्लाहरूको लागि भ्याकेन्सी खोलिएको थियो। अनि काम के थियो त भन्नाले त्यो किसानको थुप्रै कुखुरा थियो। अनि त्यो कुखुराहरू चर्न जाँदा कुखुराहरू कहाँ कहाँ गयो भनेर निगरानी राख्ने। कुखुरा त यताउता जान्छन्। त्यो निगरानी राख्ने जति पनि साङ्लाहरू छन्, ती साङ्लाहरूलाई महिनाको $5,000 तोकिएको थियो। यताको हिसाबले 6-7 लाख रुपियाँ। $5,000 भनेको ठुलै पैसा हो ती साङ्लाहरूको लागि जो कुखुराको लगत राख्छन् र कुखुरा कहाँ कहाँ गए भन्ने कुरा हेक्का राख्छन्। काम त्यही हो। अर्को $4,000 वाला भ्याकेन्सी थियो, त्यो छेपाराहरूको लागि। छेपाराहरू कति आउने गर्छन् खेतमा त्यसको लगत राख्नु, र छेपाराहरू कहाँ कहाँ बस्छन्, के गर्दा रहेछन्, यो $4,000 वाला। अर्को पनि जब छ, त्यो $3,000 महिनाको। यसमा प्याज र लसुनलाई छोडाउने कसले? साङ्लाहरूले, यानी ककरोचहरूले। $3,000 वाला। अनि सबभन्दा कम पैसो भएको त्यहाँ एउटा जब भ्याकेन्सी थियो। त्यो भने भेडा बाख्राहरू पनि पालिएका रहेछन्। त्यो भेडा बाख्राहरूलाई मनोरञ्जन गर्नको लागि साङ्लाहरूले त्यहाँ नाचे पुग्ने। साङ्लाहरू नाचे। यानी साङ्लाहरूले नाचेरै भेडा बाख्रालाई खुसी पार्ने। यो जबको लागि भने जम्मा जम्मी $250 तलब छ। सबभन्दा घटिया न्यून तलब। यो भ्याकेन्सी पछि अधिकांश धेरैभन्दा धेरै साङ्लाहरू कुन जब रोजे होलान् ती साङ्लाहरूले? सोच्दै गर्नुहोस्, कुन जब रोजे होलान् धेरैभन्दा धेरैले? अलि ठुलो स्वरमा भन्नु त भाइ बहिनीहरू हो। ओके, सबभन्दा बढी पैसा आउने $5,000 छ। अधिकांश त्यसैमा हाम फाले, किनकि $5,000 आउने। अनि केही $4,000 वाला छेपाराको निगरानी र अलिकति कम प्याज लसुनको बोक्रा छोडाउनेहरू। सबभन्दा कम एकाध मात्रै $250 तलब कसले खान्छ? एकाध मात्रै नाच्ने जबमा गए। अब परिणाम के हुन्छ? समय बित्दै जान्छ। समयको साथसाथमा सबभन्दा बढी तलब पाउनेहरू सखाप हुँदै जान्छन्, सिद्धिँदै जाँदै। किनकि कुखुराको निगरानी गर्नुपर्ने कुखुराको आहारा हो साङ्ला। देखेकी त क्वाप्प खाइहाल्ने। तलब त आउने भयो, तर ज्यान जाने भयो। पहिला हेक्का रहेन उनीहरूलाई, जागिरमा हाम फालिहाल्यो, पछि त सबै सखाप भयो। अब $4,000 वाला छ
त्यसमा छेपारा, अब छेपाराले पनि खाइदिँदा रहेछन्, फेरि उनीहरू पनि सके। अब $3000 वाला, त्यसमा भने प्याज र लसुनलाई छोडाउने, त्यसमा प्याजले मान्छेलाई गाह्रो पार्छ, मान्छे यत्रो साइजलाई है, बिचरा साङ्लाको हालत के भयो होला, सबै बिरामी परे। अनि सबभन्दा कम तलबवाला के जब रे? नाच्ने, केवल नाच्ने, त्यो पनि कसको अगाडि? भेडा, भेडा भेडीहरू, उनीले त साङ्ला खाँदैन। त्यसकारण तिनीहरूको संख्या बढ्दै गयो, मोटाउँदै गए र उनीहरू स्वस्थ, हृष्ट पुष्ट राम्रो हुँदै गए। अरू सबै मारी, तलब धेरै खाएका जति सके, तलब पगार सबभन्दा कम लिनेहरू बचे। यो कथाको दर्शन, सन्देश, यो हामी मान्छेलाई लक्षित गरेर बनाएको कथा हो भन्नु पर्यो। र यसमा अधिकांश मान्छेहरू जुन अहिले संसारमा अमेरिकादेखि लिएर अफ्रिकासम्म, नेपालसम्म जति पनि मान्छेहरू छन्, सबैले पैसै खोज्ने हो, बढीभन्दा बढी पैसा। सिधा तरिकाबाट पैसा आएन भने करप्सन गरेर पनि खोज्ने नै हो। सबैको खोज पैसा छ। अनि सबैले पैसा खोज्दा परिणाम के हुन्छ? यही साङ्लाहरूको परिणाम हुन्छ, धेरै पैसा खोज्ने मान्छेहरू। अमेरिकाको एउटा रिपोर्ट छ, संसारमा 70% मान्छेहरूको, खास गरी अमेरिकाको 70% मान्छेहरूले जुन जागिर खाइरहेका छन् नि पैसाको लागि, 70%लाई आफूले खाएको जागिर मनै पर्दैन। दे डोन्ट इन्जोय द जब, दे आर नट ह्याप्पी विथ द जब। परिणाम के भयो थाहा छ तपाईँलाई? रिकर्ड के छ? अधिकांश मान्छेहरू जसलाई जागिर मन पर्दैन तर तलब त मन पर्छ, पैसा छ, तिनीहरूलाई सबभन्दा बढी हार्ट एट्याक हुने हो। हार्ट एट्याक अहिले संसारको नम्बर 1 किलर हो। अमेरिकाको त पहिल्यै हो, अब बिस्तारै संसारभरिको नम्बर 1 किलर, जसले सबभन्दा बढी मान्छे मार्छ। त्यो हार्ट एट्याक हुनुको थुप्रै कारण छन्। त्यसमध्ये एउटा कारण हो जब डिसस्याटिस्फ्याक्सन। वाट्स द्याट? जब डिसस्याटिस्फ्याक्सन। आफूले गरेको काममा तलब त आयो, राम्रै तलब आएको होला, तर सेटिस्फाइड कति पनि छैन, जसको परिणाम स्वरूप उनीहरूमा ब्लड प्रेसर बढ्दै जान्छ, उनीहरूमा कोलेस्टेरोल, टिजी ट्राइग्लाइसराइड्स, क्याल्सियम डिपोजिसन हार्टमा बढ्दै जान्छ, परिणाम हार्ट एट्याक भएर मर्छ। त्यो साङ्लोको कहानी मान्छेको त। त्यसकारण यहाँ यो कथाले सम्झाउन खोजेको कुरा के हो भने, पैसो ठुलो कुरा होइन, ठुलो कुरा गरेको काममा तपाईँ खुसी हुनुहुन्छ या हुनुहुन्न। किनकि काममा खुसी भयो भने बिस्तारै स्वास्थ्य पनि बन्दै जान्छ, बिस्तारै काम पनि सिकिँदै जान्छ र प्रगति यही स्पिडमा बिस्तारै बढ्दै जान्छ। र काममा सेटिस्फ्याक्सन छैन भने यसले डिस्ट्रोय गर्छ मान्छेलाई। अब यो कुरा काममा मात्र होइन, परिवारमा लागू गरेर हेर्नुहोस्। तपाईको श्रीमती, तपाईको श्रीमान अनि छोराछोरी छन्, आर यु सेटिस्फाइड विथ देम? तपाईँ जोसँग बसिरहनु भएको छ, जस्ता आमा बाबा पाउनु भएको छ, आर यु सेटिस्फाइड विथ देम? जस्ता छोराछोरी हुर्काउनु भएको छ, आर यु सेटिस्फाइड विथ देम? जस्तो स्वास्नी पाउनु भएको छ, जस्तो लोग्नी पाउनु भएको छ, आर यु ह्याप्पी विथ देम? दिस इज द प्राइम क्वेसन। जबमा जसरी डिससेटिस्फ्याक्सन हुँदा हार्ट एट्याक बढ्छ, प्रेममा डिससेटिस्फ्याक्सन हुँदा यानी असन्तुष्ट हुँदा परिवारमा
यो पनि हार्ट डिजिजको प्राइम कारण बन्छ, आत्महत्याको कारण बनिन्छ, डिप्रेसनको कारण बनिन्छ, एङ्जाइटीको कारण बनिन्छ। हेर्नुहोस् है, जबको डिसस्याटिस्फ्याक्सन र परिवारको डिसस्याटिस्फ्याक्सन, जसको परिणामस्वरूप बर्बाद भइरहेका छन् मान्छेहरू। सेटिस्फाइड नभएका मान्छेसँग, असन्तुष्ट जोसँग छ त्यहीसँग बस्नुपर्ने। योभन्दा ठुलो अरू यातनै हुँदैन जीवन। किनकि तपाईँसँग एउटा जीवन छ, अहिले अर्को जीवन छ छैन थाहा छैन। कथामा सुनेको होला, कतिले पूर्वजन्म पुनर्जन्म छ भन्छन्, कतिले छैन भन्छन्। मान्छे त अन्योलमा छ, कन्फ्युजनमा छ। तपाईँसँग भएको टुङरुङ एउटा जिन्दगी छ। त्यो जिन्दगी आधा पीडा तपाईँले कहाँबाट ल्याउनु भयो? जब डिसस्याटिस्फ्याक्सनबाट। आधा पीडा फेरि परिवारबाट आउँछ। अनि बाँकी के रहन्छ जीवनमा? अब यो त ठुला मान्छेको कुरा भयो। अब यो साना साना छिना मसिना जुन हाम्रा भाइ बहिनीहरू या छोराछोरीहरू या नाता नातिनीहरू, अब यिनीहरूको समस्या हेर्नुहोस्। फेरि यिनीहरूको महासमस्या के हो त भन्नाले, जुन विषय उनलाई मन पर्दैन केही पढ्नु परेको छ। अर्को भयङ्कर समस्या, भयङ्कर। किनकि ठुला मान्छेहरूको त आधा जिन्दगी आधा उधी जिन्दगी गइसकेको हुन्छ, कतिको चौथाइ जिन्दगी गइसकेको हुन्छ, कतिको त 90% जिन्दगी गइसकेको हुन्छ। अब केही दिन बाँच्ने हो, काललाई पर्खेर बसेका छन्। तर यो साना साना नानीहरू त काल पर्खेर बसेका होइनन्। उनीहरू त भर्खर त पलाउँदैछन्, भर्खर त हुर्कँदैछन्। र ठुला मान्छेले जो परिवारमा खाएको मार, जो जागिरमा खाएको मार, उनीहरूले स्कुलमा खाइरहेको छ। फेरि त्यो विषय, त्यो स्कुल जहाँ उनलाई जानै मन पर्दैन, त्यो विषय जुन उनलाई पढ्नै मन पर्दैन, खाए खा नखाए खिच भने जस्तै पढ्नु परेको छ। अनि यो विद्यार्थीहरूको फ्रस्ट्रेसन, एङ्जाइटी, डिप्रेसन र अहिलेको ट्रेन्ड तपाईँले देख्नुभयो नि, डेटिङ सेटिङका। वाइ? त्यही डिसस्याटिस्फ्याक्सनको परिणाम हो। ड्रग्स, डेटिङ, अनि ट्याटुइङ होल बडी, घोपिङ, पालपारिङ पुरा शरीर, जेप्पै त्यही गरेर जेपिटी गरेर हिँड्ने बरालिएर बसेका छन् नि केटाहरू। मोबाइल समातेपछि दुनियाँ बिर्सेर बसेका छन्। यो सबै विकृति किन आएको त? विकृति अधिकांश मान्छेमा सिम्पली बिकज दे आर डिसस्याटिस्फाइड विथ द एजुकेसनल सिस्टम। हाम्रो शिक्षा प्रणाली यो सबभन्दा ठुलो विद्यार्थीमाथिको खेलबाड हो। त्यसकारण यो प्रणालीको बारेमा फेरि पनि बुझ्नुपर्छ। यो शिक्षा प्रणाली जसले तपाईँलाई फेल हुँदा त पीडा दिने नै भयो, पास हुँदा सेटिस्फाइड दिँदैन। फेल हुँदा त पीडा हुने नै भयो, तर पास हुँदा पनि यु आर नट सेटिस्फाइड विथ what you have done। र यस्तो षड्यन्त्रभित्र हामी फसिरहेका छौँ। हेर्नुहोस्, विद्यार्थी कालमा एउटा षड्यन्त्रभित्र फस्यो शिक्षा प्रणालीको। त्यसकारण नेपालको शिक्षा प्रणालीले अविलम्ब फिनल्यान्डको शिक्षाको मोडालिटीलाई, खास गरी फिनल्यान्ड या अरू पनि देशहरू जहाँ जहाँ एजुकेसनलाई व्यावहारिक बनाएको छ, जहाँ जहाँ एजुकेसनलाई इन्जोयमेन्ट बनाएको छ, जहाँ जहाँ एजुकेसनलाई होमवर्क जस्ता क्राइमबाट, होमवर्क इज द क्राइम, साना बच्चाहरूलाई होमवर्क दिनु इज द क्राइम, त्यो देशमा त्यहाँ होमवर्क दिन पाइँदैन। दियो भने पुलिसमा उजुरी भयो भने जसले दियो त्यो जेल जान्छ। क्यान यु इमेजिन इट? नेपालमा आमा बाबा स्कुलमा गएर चाहिँ होमवर्क अनि बेसी दिनु भन्न जान्छन्। मेरो छोराछोरी यस्तो छ हाम्रो अवस्था। त्यसकारण स्कुलमै ऊ आधा मरिसकेको हुन्छ, अनि त्यसपछि उनले जागिर सागिर त्यस्तो खानुपर्ने हुन्छ जुन जागिर उनलाई मनै पर्दैन। किनकि ऊ स्कुलमा कलेजमा इन्जोय गरेर आएको होइन। त्यसकारण उनले राम्ररी त्यो एजुकेसनको भ्यालु बुझेको पनि हुँदैन, एजुकेसनलाई प्रयोग गर्न सकेको पनि हुँदैन, किनकि ऊ सेटिस्फाइड नै थिएन। त्यसमाथि अब जागिर कस्तो पाउला होला उसले। अनि त्यस्तो जागिर जसले उनलाई ह्याप्पी बनाउँदैन, अर्को चौथाइ जिन्दगी त्यसैले उसलाई पीडित बनाइदिन्छ। अब बाँकी चौथाइ जिन्दगी फेरि चाहिँ बिहे गरिसकेपछि मन नपरेको परिवार सुरु भयो भने अब हेर्नुहोस् हालत।
जिन्दगी त पुरै ध्वस्त भयो भएन? खैर, मैले शब्द दिएँ प्राथमिकताको चयन, अर्थात् प्रायोरिटी सेटिङ। हाम्रो मानव समाजको सबभन्दा ठुलो, मान्छेको सबभन्दा ठुलो कमजोरी नै कहाँ रह्यो भने प्रायोरिटी सेटिङमा ऊ मात खायो। प्रायोरिटी सेटिङ भनेको के हो एउटा उदाहरणबाट बुझ्नुस्। जस्तै इङ्ग्लिसमा एउटा सेन्टेन्स बनाऊ, राम इट्स फिश। रामले माछा खान्छ। यहाँ हेर्नुहोस् त, राम भनेको सब्जेक्ट भयो, इट्स भनेको भर्ब भयो, राम इट्स फिश भनेको अब्जेक्ट भयो। सब्जेक्ट, भर्ब, अब्जेक्ट भयो कि राम इट्स फिश। यहाँ तीनवटा शब्द छ, राम छ, इट्स छ, फिश छ। यसलाई चाहिँ प्रायोरिटीमा के पर्यो त भन्नाले सब्जेक्ट आयो, भर्ब आयो, अब्जेक्ट आयो। अब अब्जेक्ट लास्टमा आउँछ, सब्जेक्ट माथि आउँछ। अब यसलाई उल्टाइदिउँ, राम इट्स फिसको ठाउँमा फिसलाई अगाडि राखौँ, फिस इट्स राम। शान्त बाबु, शान्त। फिस इट्स राममा अक्षर त तीनैवटा छ। अहिले पनि राम छँदैछ त्यहाँ, अहिले पनि इट्स छँदैछ त्यहाँ, अहिले पनि फिस छँदैछ त्यहाँ। राम इट्स फिस भन्दाखेरि रामले माछा खान्छ, राम माछा खाएर बलियो हुन्छ या मोटाउँछ, जे भनौँ। तर फिसलाई अगाडि राखिदियो भने के हुन्छ? फिस इट्स राम, राम त सिद्धियो। अब फिस मोटाउँछ। द्याट इज प्रायोरिटी सेटिङको मिस्टेक। रामले माछा खाउन्जेल गजब हुन्छ, अर्थपूर्ण भयो जिन्दगी। तर माछाले राम खान थाल्यो भने ध्वस्त हुन्छ जिन्दगी। यसमा केही फरक भएको होइन, प्रायोरिटी सेटिङ मात्रै। अगाडि आउने अक्षर शब्द पछाडि गएको छ, पछाडि आउनु पर्ने अगाडि आएको छ। राम अगाडि आउनु पर्ने, तर राम गएर कहाँ फिसको ठाउँमा गएर बसेको छ। प्रायोरिटी सेटिङ, प्रायोरिटीमा राम पहिला बस्नुपर्ने, तर राम लास्टमा बस्यो भने माछाले खाइदिन्छ। त्यस्तै तपाईको हाम्रो जिन्दगीसँग हेर्दाखेरि ह्याप्पिनेस अगाडि आउनुपर्ने, ह्याप्पिनेस अगाडि आउनुपर्ने, सेटिस्फ्याक्सन अगाडि आउनुपर्ने, तर के अगाडि आइदियो? पैसो अगाडि आइदियो। ह्याप्पिनेस अगाडि आउनुपर्ने। हेर्नुहोस् है, ठुला मान्छेको हकमा उनले प्रायोरिटी सेटिस्फ्याक्सनलाई दिनुपर्ने, प्रायोरिटी ह्याप्पिनेसलाई दिनुपर्ने। काम गर्दा यो काम गर्दा मलाई कति पैसा आउँछ, गोली मारो, यो काम गर्दा म सेटिस्फाइड हुन्छु कि हुन्न, दिस इज द प्रायोरिटी सेटिङ। मैले पक्रेको कामले म खुसी हुन्छु कि हुन्न, सोच्नुपर्ने, सोध्नुपर्ने आफूलाई, यो कामले मलाई खुसी बनाउँछ भने मैले यो काम गर्ने हो। तर मैले त्यसरी सोच्दैन, यो कामले मलाई कति पैसा आउँछ, महिनाको कति पाउँछ। मेरो प्रायोरिटी के भयो? पैसा भयो। म माछा बने, अब म माछा बने, रामलाई खाइदिएँ मैले। किन भन्नाले पैसो त मेरो लागि हो नि, म पैसाको लागि त होइन। पैसो मेरो लागि हो, म पैसाको लागि होइन। तर भइदियो के? म पैसाको लागि भइदियो, जसको कारणले गर्दा स्वास्थ्य समाप्त भयो, हार्ट एट्याकको ढोका खुल्यो। सो हाम्रो प्रायोरिटीमा के हुनुपर्ने? पहिलो सेटिस्फ्याक्सन, जब सेटिस्फ्याक्सन। मैले कुनै पनि दोकान चलाउँछु, त्यो दोकान चलाउँदा या जब गर्दा या कुनै स्टार्टअप, अचेल त स्टार्टअप चाहिँ को ट्रेन्ड छ, मैले स्टार्टअप गर्दाखेरि, सुरु गर्दा नामै स्टार्ट, त्यो गर्दा म सेटिस्फाइड हुन्छु कि हुन्न? मलाई सेटिस्फाइड हुने विषय हो भने म धन्य हुन्छु, नभए म सिद्धिन्छु, पैसा आएर हुँदैन। यो ठुलो मान्छेको हकमा। अब विद्यार्थीको कुरा गर्दैछु म, विद्यार्थीको हकमा पनि त्यही कुरा हो। तपाईले पढाइलाई आमा बाबाले पनि सुन्नुपर्ने, टिचरले पनि सुन्नुपर्ने कुरा, बुझ्नुपर्ने कुरा के? पढाइलाई प्रायोरिटी दिने कि बच्चाहरूको ह्याप्पिनेसलाई चाहिँ प्रायोरिटी दिने? भन्नुस् त। अहिले दिइरहेको के छु? आमा बाबाले बाबु तिमी खुसी हो भन्छ कि पढ भन्छ? कस्ता मूर्ख आमा बाबा। छोराछोरी खुसी भएको हेर्न चाहँदैन, पढेको हेर्न चाहन्छ। हेर्नुस् त, मात खाएको। आमा बाबालाई छोराछोरी खुसी भएको हेर्न चाहँदैन, पढेको हेर्न चाहन्छ।
मात खायो। टिचरहरूको अर्को समस्या, टिचरहरू विद्यार्थीहरू ह्याप्पी भएको हेर्न चाहन्छ कि बढी नम्बर ल्याएको हेर्न चाहन्छ? किनकि बढी नम्बर ल्याउँदा उसको स्कुल चल्छ क्या। दिस इज द बिजनेस। यो बच्चा बच्चीको स्टुडेन्ट्सको केयर होइन, बिजनेसको केयर हो, पैसाको केयर हो। अनि आमा बाबा पनि छोराछोरी खुसी भएको हेर्न चाहँदैनन्, बढी नम्बर ल्याएको यानि जाँचमा राम्ररी पास भएको हेर्न चाहन्छन्। किन भन्नाले छोराछोरीको बारे सोचेको कि आफ्नै बारेमा मेरो छोराले यति पढेको छ, यति नम्बर ल्याएको छ, फुर्ती लाउनु पर्ने उसलाई। पापीहरू, यी पापी आमा बाबा जो छोराछोरी खुसी भएको हेर्नै चाहँदैन। किन इमेजिन? अब यिनीहरू पापी किन भएको? यिनीहरू बिचरा अज्ञानी भएपछि पापी हुन्छन्। दोष उनीहरूको होइन, अज्ञानताको दोष हो। पापी भाइ यिनीहरू, किनकि छोराछोरी खुसी भएको हेर्नै चाहँदैनन्। टिचरहरू विद्यार्थी खुसी भएको हेर्नै चाहँदैनन्। बेचारा टिचर, बेचारा आमा बाबा, यिनीहरूलाई के थाहा कि खुसी इज द प्राइम। हेर्नुहोस् है, अनलेस एन्ड अनटिल यु आर ह्याप्पी यु क्यानट लर्न एनिथिङ। ल एकचोटि विचार गर्नुहोस्, इन जेनरल कुरा गरौँ, तपाईँले कुनै कुरा सिक्नु पर्दा, कुनै विषय पढ्नु पर्दा तपाईँ ह्याप्पी भएपछि राम्ररी पढ्न सक्नुहुन्छ कि दुखी भएपछि पढ्न सक्नुहुन्छ? भन्नुहोस् त। एभ्रिबडी नोज। तपाईँलाई त ह्याप्पी होइन पप्पी बनाइदिने दियो, खेलाउने के पप्पी खेला जस्तै। तपाईँका आमा बाबा तपाईँलाई ह्याप्पी बनाउन चाहनुहुन्न, तपाईँका टिचर तपाईँलाई ह्याप्पी बनाउन चाहनुहुन्न। यी अज्ञानी टिचरहरू, यी अज्ञानी आमा बाबाहरू, कति विडम्बना। अज्ञानीहरू आमा बाबा भइसके, कति विडम्बना। अज्ञानीहरू टिचर भएर पढाउन थालिसके। उनीहरूलाई नै थाहा छैन जिन्दगीको बारेमा, बच्चा बच्चीलाई गाइड गर्न आयो, ध्वस्त बनाइदियो। सो फेरि पनि लाटो हिसाबले विद्यार्थीलाई गएर सोध्नुहोस् त टिचरहरू, आमा बाबा, बाबु तिमी खुसी भएपछि बढी पढ्न रुचाउँछौ कि दुखी भएपछि भनेर सोध्नुहोस् त। हे टिचरहरू गएर चाहिँ आफ्ना विद्यार्थीलाई सोध्नुहोस् त, तिमी दुखी भएपछि पढ्न चाहन्छौ कि सुखी भएपछि? तपाईँ आफूले पनि, विद्यार्थीहरूले पनि जानेकै होला कि स्कुलमा थरी थरीका टिचर हुन्छन्। कुनै कुनै टिचर चाहिँ हँसाइ हँसाइ पढाउने खालका हुन्छन्, कुनै कुनै थर्काइ पढाउँदा तपाईँले बढी याद गर्नुहुन्छ कि हँसाइ हँसाइ? द्याट्स इट, सिम्पल्ली। सो बेसिस अफ लर्निङ इज ह्याप्पिनेस। बेसिस अफ लर्निङ इज ह्याप्पिनेस। तर हाम्रा आमा बाबाले यो कुरा नमरेसम्मै बुझ्दैनन्। कस्तो दुर्भाग्य। आज बुझेनन् ठुलो कुरा होइन, उनीहरू नमरेसम्मै बुझ्दैनन्। टिचरहरू नमरेसम्मै बुझ्दैनन् यो कुरा। त्यत्तिकै त धरती दुखी भएको हो र, यत्रो डेभलपमेन्टको बावजुद पनि। सारा संसार तनावमा। किन तनावमा? टेन्सनै टेन्सन छ सबैलाई। किन थाहा छ? किनकि ह्याप्पिनेस छैन, त्यसकारण टेन्सन छ। ह्याप्पिनेस किन भएन त भन्नाले तपाईँको प्रायोरिटी ह्याप्पिनेसै होइन, कहाँबाट आउनु थियो? योर प्रायोरिटी इज नट ह्याप्पिनेस, योर प्रायोरिटी इज पैसा, योर प्रायोरिटी इज प्राइड। आमा बाबालाई फुर्ती लाउनु पर्ने, मेरो छोराले यत्रो नम्बरमा पास गरे, अनि तिम्रो छोराले नि लु, एउटा चाहिँ उनीहरूको प्राइडको गेम बनिदियो क्या। हामी आमा बाबुको प्राइडको गेम बनिदियो हामी, बच्चाहरू शिकार भयो। त्यो बलिको बकरा भन्छौ नि, छोराछोरीलाई त बलिको बकरा बनाइदिए आमा बाबाले, छोराछोरीलाई त, विद्यार्थीहरूलाई त बलिको बकरा बनाइदिए टिचरहरूले। सो जब जागे तब सवेरा। अब विद्यार्थीले बुझ्नु पर्यो, किनकि आमा बाबाले त बुझ्दैनन्, उनीहरूको त जिन्दगी गयो। किनकि नबुझेकै आमा बाबाले उनीहरूलाई पनि हुर्काएका हुन्, नबुझेकै टिचरहरूले उनलाई पनि सिकाएका हुन्। उनीहरूलाई त हिप्नोटाइज गरिसक्यो, कन्डिसन गरिसक्यो। त्यसकारण आमा बाबाबाट अब आशा नगरौँ, अब टिचरबाट पनि आशा नगरौँ। टिचरबाट त झनै नगरौँ, किनकि उनीहरूको त बिजनेस हो। आशा अब कोसँग गर्ने त? आफैसँग गर्ने। कमसे कम मैले प्रायोरिटी चाहिँ ह्याप्पिनेसलाई दिने हो कि पढाइलाई भनेर आफूलाई सोध्नुपर्छ। यदि पढाइलाई प्रायोरिटी दियो भने तपाईँ पनि सिक्नु। सो बी ह्याप्पी। अनि ह्याप्पी हुनुलाई त्यो विषय पढ्नु पर्यो, मैले त्यस्तो स्कुलमा जानु पर्यो, मैले जहाँ म खुसी हुन्छु। त्यो विषय त्यो रोज्नु पर्यो, खोज्नु पर्यो।
अनि त्यही सवालमा मैले भने यदि एजुकेसनले मात्रै तपाईँ ह्याप्पी भएन भने यु हेभ टु फलो द प्यासन। किनकि एजुकेसनको प्याटर्न त यसरी आजको भोलि त चेन्ज गर्न सक्दैनौँ हामीले। आजको भोलि एजुकेसनल प्याटर्न यसरी चेन्ज हुँदैन। त्यसैले अब उनीहरूलाई एक दिन गएर फिनल्यान्डको जस्तो एजुकेसन आउँछ अनि म पढ्छु भनेर बसेर त मिलेन। गर्न सक्ने के त? दुःख त एजुकेसनले दिन्छ यो प्याटर्नले। मैले धेरैपल्ट उदाहरण दिएँ। एउटा फेरि उदाहरण सुन्नुहोस्, यो विद्यार्थीहरूकै क्लास भएकोले मैले भन्नुपर्छ, हामीलाई मैले पढेर आउँदाखेरि म्याथ पढ्दा 3 किसिमको म्याथ पढ्नुपर्छ। अहिले पनि त्यही होला होइन? 3 किसिमको म्याथ होइन, एरिथमेटिक अनि अल्जेब्रा, जियोमेट्री, 3वटा होइन? मैले धेरैपल्ट प्रवचनमा भनिसकेँ, एरिथमेटिक त काम लाग्छ। अहिले त्यो पनि कम्प्युटर मोबाइल आइसकेपछि धेरै ठुलो काम लागेन, तर एरिथमेटिक चाहिँ व्यावहारिक जीवनमा आउँछ। तर तपाईँले पढ्नु भएको अल्जेब्रा कहाँ काम आउँछ ल भन्नुहोस् त? व्यावहारिक जिन्दगीमा भनेको त्यो इन्जिनियरहरूलाई काम लाग्छ, त्यो आफ्नो ठाउँमा छ। अनि तपाईँले पढ्नु भएको जियोमेट्री कहाँ काम लाग्छ? इन्जिनियरहरूलाई काम लाग्छ। त्यो कामै नलाग्ने विषय मलाई जबरजस्ती पढाएर इनकेस म फेल भएँ भने आलु खुवाइदिन्छ फेरि। किन इमेजिन इट? त्यसकारण यो नचाहिने विषय पढाउने त यो त पढ्नु पनि पागलपन हो, पढाउनु षड्यन्त्र। वाइ? तपाईँलाई फेलै गर्छु भनेर बनाएको षड्यन्त्र होइन त्यो। जुन विषय मलाई चाहिँदैन त्यही विषय पढाएर ल्याइदिन्छु अनि म सुखी हुन्छु त्यहाँ, म ह्याप्पी हुन्छु त्यहाँ। म त अलमलमा पढ्छु। म ल जियोमेट्री मैले सिकेँ, कहाँ युज गर्ने? कहाँ कोही युज आउँछ? ल भाइ बहिनीहरू भन्नु त। एल्जेब्रा कोही युज आयो? त्यसमा पास गर्नुपर्ने। त्यस्ता कति विषयहरू छन्, यो त उदाहरण मात्र। अब मलाई भोलि गएर एकाउन्टेन्ट बन्नै छैन, मलाई एकाउन्ट पढाइदिन्छ। हेर्नुहोस् त पागलपन। म त कलाकार बन्ने मान्छे, म त फुटबल खेलाडी बन्ने मान्छे, म त प्रवचन दिने मान्छे, अब मलाई त्यो पढाउने जसको कुनै टुकै छैन। भोलि गएर मैले जे काम गर्छु त्यो पो पढाउनु पर्ने मलाई। भोलि मैले जो चिजलाई व्यवसाय बनाउँछु त्यसलाई पो इम्फसाइज गर्नुपर्ने। त्यसकारण मैले भने नि, यो दुनियाँभरका मान्छेहरूलाई मजदुर बनाउने, मूर्ख बनाउने, मजदुर बनाउने, मिडियोकर बनाउने शिक्षाको प्याटर्न त्यही हो। त्यसकारण हामी न घरमा स्वस्थ हुने वातावरण छ, न स्कुलमा स्वस्थ हुने वातावरण छ, न जागिरमा। अनि दुनियाँ रोगी। अस्पताल जानुहोस् त, खचाखच मान्छे, खचाखच, जुनैसुकै अस्पतालमा पनि। हामी झाँक्री कहाँ जानुहोस्, खचाखच मान्छे, कोही स्वस्थ रहेन हौ, कोही स्वस्थ भएन। यो बाँच्ने तरिका गलत भएकोले प्रायोरिटी सेटिङमा मात खाएको हो। त्यसकारण भाइ बहिनीहरू हो, छोराछोरी हो, नाता नातिहरू हो, प्रायोरिटी सेटिङ गर्न सिक्नुहोस्। फलो योर प्यासन एलोङ विथ एजुकेसन। एजुकेसनलाई साइडमा राख्दिनु, प्यासनलाई फलो गर्नु। नत्र भने आमा बाबाको हालत हेर्नुहोस्। बिहे गरेको यत्रो 20 वर्ष भयो होला, 30 वर्ष भयो होला, अहिले पनि चाहिँ बुढाबुढीको रूपमा प्रेम के हो थाहा नै छैन उनलाई। 40 वर्ष भइसक्यो बिहे भएको, सोध्छ यो माया भनेको के हो भनेर। ले बच्चा यत्रा यत्रा भइसके, बच्ची यत्रा यत्रा, माया भनेको अझै थाहा छैन भन्छ। यो सबै ध्वस्त भएको प्रायोरिटी सेटिङ फेल भयो। त बुझ्नुभयो होला नि साङ्ला साङ्लीहरूले है, हामी सबै त्यही साङ्ला साङ्ली हौँ। त्यसकारण त्यहाँ थोरै मान्छे मात्रै ह्याप्पी छन् दुनियाँमा, जसले 250 को तलबमा खुसी भएर नाच्न मात्रै जब बनाए, किनकि आई लाइक इट। त तलब कमाओस्, केही छैन। त्यो कथाको सन्देश बुझ्नुहोस् है। 5000 तलब आएर ज्यान गुमाउनु भन्दा, स्वास्थ्य गुमाउनु भन्दा, शान्ति गुमाउनु भन्दा 250 नै सही नै, म नाच्छु, हाँस्छु, स्वस्थ हुन्छु। सो चुज योर ह्याप्पिनेस ओभर पैसा। थ्याङ्क यू।